मलाई पर्खेर बस्नुभएका साथीलाई धेरै धन्यवाद। म राजेश हमाल नयाँ अङ्कका साथ फेरि आइपुगे। अङ्क 89। ल अब एकचोटि लाउ त। हुन्छ सर। कस्तो देखियो सर? गजब सुहाएको छ। थोरै टाइट हो जस्तो छ सर। मलाई चाहिँ फिमेलहरूले फिटिङै लगाएको मनपर्छ, बुझ्यौ? राम्रो त हुन्छ सर, तर म्याडमलाई त हुँदैन होला सर। उसलाई के काम यस्तो ब्रान्डेड लुगा? अनि सर यो छ एकजना स्पेसल साथी। त्यसो भए त सर उहाँ साथीको फिगर के कस्तो खालको छ त्यही अनुसारको हेर्नु पर्ला। फिगर त मोरललेस तिम्रो जस्तै छ, तर हिप चाहिँ अलि ठुलो होला। सर आउटरको हिपसँग रिलेसन हुँदैन। ए हो र? के थाहा त? त्यही भएर त तपाईँ आई मिन तिमीलाई लिएर आएको। कसको लागि हेरिदिन खोज्नु भएको? त्यो भने सजिलो हुन्थ्यो। छ कोही, बरु छिटो खोज न। खै सर अरू त खासै छैन जस्तो छ राम्रो। यो एउटा हुन्छ कि? कपडा त स्मुथ नै छ। खै प्राइस के छ हेरौँ त। 2500 मात्र? यो अलिकति स्पेसल चोइस भएन। सरले लगिदिन खोज्नु भएको कस्तो टाइपको ड्रेस वा कुन रेन्जको खोज्नु भएको त सर? अब ड्रेस जस्तो भए पनि हेर्दाखेरि सबै कुरामा रिच नै देखिनु पर्यो नि। त्यसो हो भने त सर यहाँ नहोला, बरु विदेशी अनलाइन स्टोरबाटै मगाउन सकिन्छ। हो र? यो चोइसहरू पनि हुन्छन्? टन्नै हुन्छन् सर। त्यसो भए मलाई चुज गर्नलाई तिम्रो हेल्प चाहिन्छ। हस् सर। त्यही हो कि एक्सपेन्सिभ चाहिँ अलि हुन्छ? जति एक्सपेन्सिभ भए पनि मलाई फरक पर्दैन। मलाई कोही मन पर्यो भने पैसा खर्च गर्न म डराउँदिनँ। जो भए पनि एकदमै लक्की मान्छे रहेछ। तिमीलाई भेटौँला एक दिन। अहिलेले यति बुझ तिमीले चिनेकै मान्छे छ। एकछिन है। तेलचन्दजी म जान्छु यतैबाट। कहाँ जानुपर्ने भयो सर? त्यो अफिसको गेस्टहरूको लागि होटल हेर्न जानुपर्ने। अहिले तिमी जान्छौ मसँग? हुन्छ सर, जाउँ न त त्यसो भए। ल हतार गर्नु पर्दैन, पुगिहालिन्छ नि। आधा घन्टा टाइम छ हामीसँग। तैपनि सर जाम त्यही हो सर, फेरि ढिला भइहाल्यो भने जाउँ सर। अनि यो पसलको लुगा किन्दै नकिनी लाएर जाने हो कि क्या हो? ए के सुरुमा बिर्सेछु छ्या। भयो खोल्नु पर्दैन, लाएर हिँड। हो सर? तर मैले भनेको मान्छौ भने एक साइज अझै सानो लिनु। म त्यो भाइलाई भन्छु। भाइ यसको एक साइज सानो छ। यही कलर चाहिने हो? एकछिन है, स्टकमा हेर्छु। हुन्छ, अलिक छिटो गर्नु। सरलाई थ्याङ्क यू पनि कति भन्नु। पर्दैन समिता, आज तिमीले दिएको कम्पनीको लागि यो एउटा सानो प्रेजेन्ट। बरु अरू पनि केही लिने मन छ कि हेर? होइन सर, भइहाल्यो। यो हेर त, यस्तो ड्रेस त बेला बेलामा हाम्रो उपासनाले अफिसमा लाएर आउँछ होइन? खै एक्ज्याक्टली याद भएन सर। हो यस्तै छ। यही लाएको बेलामा मैले गजब देखाएको छ उपासनाजी भन्दा मक्ख परेको थियो। मैले भन्दा अलिक अड सुनिएला सर, तर अफिसमा उपासनाको एटिट्युड अलिक बढी नै हुँदै गएको छ। कुन सेन्समा? सरले दिनुभएको फ्रिडमको फाइदा उठाएर बेला बेलामा मन परी गरे चाहिँ लाग्छ। अस्ति पनि सरसँग घुर्की लगाइरहेको थिएँ। कहिलेकाहीँ हिटेड भइहाल्छ नि, मान्छे हो। त्यति मात्र हो र सर? मैले त अझै स्टाफहरू नभएको कुरा पनि टप म्यानेजमेन्टमा पुऱ्याइरहेको छ भने सुनेछु। खै त्यस्तो केही सुनाए जस्तो मलाई लाग्दैन। जे होस्, मलाई चाहिँ मन परिरहेको छैन सर। सायद भेटवाल सरसँग आफू निकै नै क्लोज छु भनेर देखाउन खोजे होला। उसले देखाउन खोज्दैमा हुन्छ। ऊ भनेको त जाबो अफिसको स्टाफ मात्र हो, तर तिमी भनेको त मेरो अफिस बाहिरको पनि खास मान्छे। कस्तो भने गइहाल्यो नि। ओइ नमुना, धेरै गेम नखेल भनेको। एकछिन न दिदी, यहाँ लेबर क्रस गर्न लागिरहेको छु कि। गेमै खेलेर बस त चाहिँ। साँच्ची दिदी, यो शनिबार हामी दाउरा काट्न जानुपर्छ है। म त भ्याउँदिनँ, थुप्रै कुर्ताको अर्डर छ। त जा। एक्लै त म जान्न। जुनीमाया छ नि? होस्, त्यो जुनीमायासँग त जाँदिनँ म। के भन्छ? उसँग हिँड्दा मलाई सम्म जिस्काउँछन् भाइ मान्छेहरूले। अब नमुना पनि पहिला जान्छ अरे। स्कुलमा पनि जुनीमायाको बेस्ट फ्रेन्ड भन्दै खिसी गर्छ। बेस्ट फ्रेन्डलाई बेस्ट फ्रेन्ड भन्यो त के भयो? के भयो रे? आफूलाई यहाँ कस्तो अप्ठ्यारो लागिसक्यो। त्यस्तो सोच्ने होइन,
बल्ल बल्ल स्कुल गएको छु त अनि मिल्न छोडिस् भने के हुन्छ खै के खै नि उनीहरूको ल पार्न त पनि खुब अघि सरेको थिइस् त कसले भने म थाहा पाउँदिनँ पहिले पो हो त पछिको कुरा त मलाई केही पनि थाहा छैन है अब थाहा भयो नि नभयो नि त उसको सानैदेखिको मिल्ने साथी होस् त्यस्तो बेला साथ छोड्नु हुँदैन तेरो दिदीलाई उति बेला गाउँमा हिँड्न कति गाह्रो परेको थियो धन्न सङ्गीताले सधैँ साथ दिए हो है दिदी तपाईँलाई सिलाइ तालिममा पनि पुऱ्याएको त्यही दिदीले होइन उसैले भनेर हो त्यति नगरेको भए मेरो कुन हालत हुन्थ्यो भन् त हेर नमुना यस्तो अप्ठ्यारोको बेला साथीलाई झन् सहयोग गर्नुपर्छ बुझेँ अनि त्यो सुकमान पनि स्कुल आउन थालेछ होइन अस्ति ड्रेसमा उता ठाडो बाटो उक्लेको देखिँथे त्यो सुकमानलाई त रेस टिकटै गर्दा भयो हुन्थ्यो हेर्सले त त्यही भन्नुभएको थियो नि पवनमान काकाले बिन्ती भाउ गरेको रे नि खैले मेरो मोबाइल सबै ब्याट्री सकिसक्यो होला ल लिनु तँलाई अघि नै पानी लिन जा भने होइन जा छिटो जान्छु भनेको त थिएँ नि बिर्से त अब के गर्नु गेम खेल्न पाएपछि त्यस्तै हो गेम मात्र खेले छैन कि पढेको पनि हो चाँच आउन लागिसक्यो आफ्नो यहाँ ल एक खेप पानी ल्याएर पढ अरे सानी नानी गाग्री बोकी कता जाने ल नबोली हिँडे के हो करुणाजी बहिनीलाई आफू जस्तै बनाउनु भएको छ कि के हो किन र सर सुरुमा तपाईँ पनि निकै घमण्ड देखाउनुहुन्थ्यो अब चिन्दै नचिनी के कुरा गर्नु र कुरा त त्यो पनि ठिकै हो अब त राम्रै चिन्नु भएको छ नि यो त्रिलोचनलाई होइन करुणाजी अब हाम्रै गाउँको लागि आउनु भएको अरू कुरा थाहा नभए नि यति चाहिँ थाहा छ अनि यति बेला सर यति बेला यहाँ आउनु पनि कुनै समय तोकिएको छ कि के हो हजुर सरी है करुणाजी यो जिब्रो नै यस्तो छ कि ठट्टा गर्न भनेपछि 3 हात उफ्रिहाल्छ खासमा म यही तपाईँको छिमेकी मतलब त्यो जुनीमाया के उसैको घरमा आएको थिएँ ए के काम थियो र त्यही जग्गाको कुरा अस्ति नै सल्टिनु पर्ने काम हो जुनीमाया भागेको रन्कोले कुरै गर्न चाहेन त्यो केटी पनि त्यस्तै हो मैले भनेकै थिएँ राम्री छौ मध्यनगरमा व्यवस्थित गरिदिन्छु भनेर बुद्धि बिगारी नि पढ्ने उमेरमा चारतिर मन डुलाएर ग्रह दशा नमिल्दा नि त्यस्तो हुन्छ त्यही भएर ल हेर्नुहोस् आफू त सबै औँलामा ग्रहको औँठी लगाउँछु अनि के कामले यता ल के गर्नुभएको नडराउनुहोस् न करुणाजी सर्ट नखोलेको हेर्नुहोस् न टाँक खसेछ यो बाउलाको यति टाँक राखिदिनु पर्यो भनेर यति टाँक पनि आफै राख्न सक्नुहुन्न र राख्न त सक्थे तर यही बहानामा तपाईँसँग भेट हुन्छ भनेर हो ठिकै गरे होइन बिहानभरि घोडा थच्याएर बस्न सक्नेले भाँडा मात्न सक्दैन मर्न नसक्नेहरू अरे भाँडा जति कुच्याएर सत्यानाश बनाउने भयो यो फुलाङ गाडीले किन भाँडा बजारेर मर्छ है माझ्न निकाल्यो नि देख्दैन एक रात जुठो भाँडा थुपारेको छ ए अब महारानी भाँडा मार्न नि नसक्ने हुनुभयो मैले माझेर राखिदिनु पर्ने कसले माझ्नु भनेको छ र अनि के भने कि त मेरो नि ज्यान हो मैले चाहिँ खानु पर्दैन सबै भाँडा खाली छ भोकले मर्नु भइरहेछ किन घिच्नु पर्यो बा हाम्रो कुरा काटेरै पेट भर्या हुँदै होला नि कुराले पेट भरिने भए नङ्ग्रा खियाएर किन जोत्तिनु पर्थ्यो बिहानभरि काम गरेर आइरहेको छु कमसेकम भात त राखिदिनु पर्छ नि मेला जान हतार भइसक्यो अर्कालाई मेला जान हो कि लट्ठारेर गिजिन जान हतार भए हो त्यस्तो लाग्नेले किन पर्म लाउनु भनेको खन्ती पैसा तिरेर खेताला हालेमा भइहाल्थ्यो नि भइहाल्छ नि तेरो बाउले दिया छँदैछ टन्न पैसा धेरै बाउ भन्ने होइन है दुनियाँलाई पाल्ने ठेक्का मेरो बाउले ल्या छन् त लौ हाँडी फुटाएर मर्ने भई टाउको फुटाउनु भएन त के गर्नु के भनिस् के भन्ने हो र हरि नभए मान्छेहरूलाई मरि काम गर्नु नि छ खान नि दिने होइन धेरै नकर है अहिले यही हाँडी नि लैजाउँला यो मकै चाहिँ गाउँलेले देखा होला नि भुट्टला तँलाई अरूलाई दिनलाई के चासो उनीहरूको घरमा गएर काम गर्दै छु र चासो नभए आफ्नो घरको इज्जत किन गाउँमा लगेर लिलाम गर्छस् त नक्कचरी के गरेको छु र मैले त्यसै नक्चरी सक्चरी भन्ने होइन है
हिजो आज तेरो चुरीफुरी निकै बढ्या छ। कसले उचाल्छ यसरी? कोसँग लसपस गर्न थालेकी छिस्? अनि त अरूसँग नाम जोडेर हुन्छ कि खान नदिएर हुन्छ कि मलाई घरबाट निकाल्न आँटेको छ तिम्रो आमा छोराले। मलाई थाहा छैन र? नभए कुरा हो भने किन जङ्गी छ त? हो भने कि नाठो देखाउनु कि पाठो देखाउनु? धेरै नपड्की है, धेरै नपड्की। अहिले त्यही कप्टेर मुखमा घुसाइदिन्छ। मेरो हात चाहिँ दही जमेर बसेको छ र? अति सय अब त 1 सन्न 2 सन्न। ओए आमासँग बाजेर बसेको थिएस्? जे भन्नु त मलाई भन्। छोड्दिन अब म कसैलाई। जो आइलाग्छ उसैलाई जाइ लाग्ने हो। सुनिस् नि यसको कुरा? यो बौलै यस्तै हो। योसँग करार साध्य लाग्छ र तपाईँ कराइरहेको? चढा न चढा, अझै टाउकोमा चढा। तँलाई आफ्नै छोरा जोइटिङले भएछ, अर्कालाई के भन्नु? अनि तैँले खोजेको चाहिँ के हो? अरू त छोडिनस् हुँदा हुँदा हामी आमा छोराको बिचमा पनि आगो सल्काउनु थालिन्छ होइन? कसले आगो लगाइरहेछ देख्नु छैन? गाउँभरि मेरी बुहारी यस्ती र उस्ती भन्दै आफै हिँड्ने, उल्टै मलाई भन्ने। जे गर्ने जस नदिने। हुँदा हुँदा मेरो भाग भात पनि पार्न छाडिसके यहाँ। म चाहिँ नखाइ बस्नु? तँलाई कसले यहाँ बस भनेको छ र? त्यही निक्लेला भनेर होला भो। मेरो रिस मरेको छैन, अझै धेरै नकरा नि। अब नबोल्ने व्रत लिउँला भयो। बोल्नु जति र गर्नु जति गरी भइहालिस्। दुनियाँलाई हँसाइस्, मलाई वहाँ पुलिस चौकीसम्म पुर्याइहालिस्। तपाईँले गर्दा बाध्य भएको। अर्को बिहे गर्न चम्केपछि पुलिसलाई भन्दैमा डराउँछु भन्ठाने होला। केरा पुलिसले केही गर्दैनन्। गर्छ कि गर्दैन हेर्दै जानु। जति उचाले नि केही नाप्न सक्दिनस्। नाप्छु कि नाप्दिन पछि थाहा होला। बढ्ता जान्ने नहो त। त्यही हाँडीमा मकै जसरी भुटुङ्ला फेरि। छोएर त हेर्न, कुटपिट गर्यो खाना दिएन भनेर फेरि उजुरी गर्न जान्छु। जा त्यहीँ गएर बस। छोरीहरूलाई नि लैजा। त्यही पुलिसले खाना लाउन दिन्छ, बच्चा नि पालिदिन्छ। बाउलाई त मतलब छैन, उनीहरूलाई पाल्न के मतलब? थाहा रहेछ त। अनि किन उचालिन्छस् यसरी बुरुक बुरुक? को पो उचालिरहेको कुन्नी? धेरै तुजुक नदेखा, घर किन घाटकी होलिस् फेरि। जे होला होला, तपाईँले जिद्दी नछोड्ने भए म पनि चुप लाग्नेवाला छैन। के गर्छेस्? फेरि जान्छेस् चौकी? पर्यो भने गइन्छ, फेरि केही पर्यो भने आइज भने छँदैछ। हेर, आइन्दा चौकीमा गएर पोल लगाइस् भने तिमीहरूका आमा छोरीलाई के गर्नुपर्छ मैले नि जानेछु। महेश्वरी सुनाखरीमा अब प्रश्न स्तम्भको पालो। गएको हप्ता हामीले सोधेका थियौं, अब कहिल्यै स्कुल नजाने भनेर बसेकी जुनीमायालाई पुनः स्कुल जान प्रेरित कसले गर्यो? धेरै भन्दा धेरै श्रोताहरूले करुणाले भनेर सही जवाब पठाउनु भएको छ। जवाफ दिनुहुने सबै श्रोतालाई धेरै धेरै धन्यवाद। हामीले गोला प्रथा गर्दा विजेता छानिनु भएको छ कार्तिके 3 खोटाङबाट रूपेश बान्तवा राई। उहाँले पाउनु भएको छ रु 500 को रिचार्ज कार्ड। त्यसै गरी सुन्दरी जल काठमाडौँबाट तारा तामाङ, उहाँले जस्मिन हाइजिङ प्रोडक्ट सेफ्टीको तर्फबाट उपहार पाउनु भएको छ। विजेता साथीलाई धेरै धेरै बधाई। अब आउने हप्ताको लागि प्रश्न छ, हेम्बेले रामप्यारीलाई कुट्दा छनै उक्साउने व्यक्ति को हुन्? सहदेव वा जेठी आमा? तपाईँ मोबाइलको मेसेज बक्समा गएर MSS टाइप गर्नुहोस् र 1 स्पेस दिनुहोस्। त्यसपछि जवाफ लेखेर हामीलाई 35500 मा SMS गरिदिनुहोस्। जवाफ तपाईँले हाम्रो टेलिफोन नम्बर 166001 34567 मा रेकर्ड गर्न पनि सक्नुहुन्छ। फेसबुक पेजमा मेसेज पनि गर्न सक्नुहुन्छ। जवाफसँगै नाम र ठेगाना पनि उल्लेख गर्नुहोला। नाटकका बारेमा मनमा लागेका कुरा फोन गरेर रेकर्ड गराउनुहोस् है। अब भेट बिहीबार साँझ 6 बजे।